हेलो साथीहरू, यो पछाडिको चाहिँ मेरो घर हो। भर्खरै मैले दुर्गा माताको पूजा गरेर सकाएँ। अब म चाहिँ भाउजूको जाँदैछु र मेरो यतापट्टि दुर्गा माताको मन्दिर छ यहाँनिर हैन। यहाँ जे मागे त्यही कुरा पुरा हुन्छ है। साथीहरू, म चाहिँ अब भाउजू घर जाँदैछु, भाइरल भाउजू घर जाँदैछु। अब तपाईँलाई म एकैछिनमा भाइरल भाउजू घर देखाउँछु। आज भिडियो बनाउनु पर्ने छ हैन, अलिकति सो जान लाग्यो हैन। अहिले बिहानको त्यही हजुरको 8:15 भएको छ। म भाइरल भाउजू घर देखाउँछु अनि हेर्नु होला है त। 5 मिनट लाग्छ भाउजू घर जानलाई चाहिँ। यही बाटो जाने हो, सिधा अगाडि उतो घरको एउटा यता यस्तो घुस्ने हो। सो साथीहरू, फाइनली म भाइरल भाउजू घर पुगिसकेँ। यता तपाईँहरूले यो चाहिँ भाइरल भाउजू घर हो। भाइरल भाउजू घर, भाइरल भाउजू र भाइरल भाउजू बुढा घर हो यो। बोलाउँछु है किन कहाँ छ न। ए भाइरल भाउजू, भाउजू घरमा एउटा कुकुर छ, त्यो भुक्छ पछाडिबाट, अगाडि कहिले पनि आउँदैन। त्यो पछाडिबाटै भुक्ने हो है। ए भाइरल भाउजू, भाइरल भाउजू बुढा खोइ। साथीहरू, यो फाइनली भाइरल भाउजू घर हेर्नु तपाईँहरूले हैन। कस्तो बवाल छ नि त, कतै पनि केही छ रुम्ने। भाइरल भाउजू बुढा खोइ। यतापट्टि भाइरल भाउजू हुनुहुन्छ अनि भाइरल भाउजू बुढा कहाँ हुनुहुन्छ रे? पूजा गर्दै हुनुहुन्छ अरे। त्यो भाइरल भाउजू आइसक्नु भएको छ। यस्तो लकडाउन छ, पुरा कारागार जस्तो घर छ यार। घर पनि पुरा कारागार जस्तो छ, कैदी बस्ने जस्तो घर छ हेर्नु तपाईँले। कतै केही छिर्ने ठाउँ छ, केही छिर्ने, कतैबाट कुनै चोर चक्का, साँप किरा, के अरे बाघ भालु कोही पनि छिर्दैन। बाबा नि रानी भाउजू जानुभयो। सो अब भिडियो बन्छ एकछिनमा। भिडियो पनि तपाईँहरूले हेर्नु होला। टिकटकमा पनि आउँछ, फेसबुकमा पनि आउँछ, युट्युबमा पनि आउँछ, इन्स्टाग्राम पनि आउँछ। सबैजनाले माया गर्नु होला। धन्यवाद।